आज म वीरतामोडको एक घरमा आइएमआई ब्रान्डको वाइफाई सिसिटिभी क्यामेरा जडान गर्न गइरहेको छु। यसको लागि 3वटा क्यामेराको अर्डर गर्नुभएको छ कस्टमरले र 64 जीबीको मेमोरी कार्ड छ, जुन चाहिँ 64 जीबी मेमोरी कार्डमा तपाईँको 5 दिनसम्मको रेकर्ड बस्छ। टुल्सहरू रेडी गर्दैछु, टुल्सहरू रेडी भइसकेको छ। अब म सिसिटिभी क्यामेरा जडान गर्नको लागि त्यस घरतर्फ लाग्दैछु। यो चाहिँ मानन्द चोक छेउमा छ। मानन्द चोक पुगिसकेको छु। यो घरमा चाहिँ अब म सिसिटिभी क्यामेरा जडान गर्न गइरहेको छु। अब सुरुमा चाहिँ यसलाई अनबक्स गरेर यसलाई मोबाइलमा कनेक्सन गरिसक्ने, त्यस पछाडि एकदम माउन्ट गर्दाखेरि चाहिँ सजिलो हुन्छ यो क्यामेरा जडान गर्न। यहाँ चाहिँ हामीले ल्यान केबल पनि युज गरेर गर्दैछौँ। वाइफाई क्यामेरा भए पनि यो गर्दाखेरि चाहिँ पासवर्ड चेन्ज गरियो राउटरको कुनै दिन यदि हामीले भने पनि केही क्यामेरालाई केही असर हुँदैन, नभए चाहिँ हामीले रिसेट गर्नुपर्ने हुन्छ। यदि हामीले चाहिँ वाइफाईको पासवर्ड चेन्ज गऱ्यौँ र हाम्रो क्यामेरामा चाहिँ ल्यान केबल युज गरेको छैन भने चाहिँ रिसेट गर्नुपर्ने हुन्छ। सबै कामहरू लगभग सकिसकेको छ। यदि तपाईँहरूलाई पनि सिसिटिभी क्यामेराको आवश्यक छ, जस्तै घर, पसल, गोदाम, अफिस साथै अन्य कुनै पनि ठाउँको लागि पनि हामीलाई सम्पर्क गर्नुहोस्। हामीसँग वाइफाई सिसिटिभी क्यामेरा, एनालग सिसिटिभी क्यामेरा, आइपी सिसिटिभी क्यामेरा होइन, जस्तो सुकै मूल्य पर्ने जुनसुकै ब्रान्डको पनि उपलब्ध छ। र यदि सिसिटिभी क्यामेरा मेन्टेनेन्स गर्नुपर्ने छ भने पनि हामी सिसिटिभी क्यामेरा मेन्टेनेन्सको काम पनि गर्छौँ। अथवा थप्नुपर्ने छ, पुरानो कनेक्सनमा सिसिटिभी थप्नुपर्ने छ, अथवा हार्ड डिस्क अपडेट गर्नुपर्ने छ, जुनसुकै काम छ भने पनि हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो पसल चामोड इलाम स्ट्यान्ड छेउमा रहेको अधिकारी मार्केटमा छ।